निस्किन लाको पानी आयो। वाउ किसिम पानी नआउँदा पानी आउँदा जस्तो त छैन फोडो रूपमा आयो भने चाहिँ बिजोग हुन्छ नआउँछ पर्बु काठमाडौँमा पानी आयो भने त जाडो भइहाल्छ। बाटोहरू चाहिँ कस्तो भन्दा यो पाइपको लागि खन्छन् अनि जस्तो छ त्यस्तै पुर्छन् जोड्छन् त्यसमै त बनाउनु पऱ्यो नि त। सधैँ गीत सुनेर हिँड्थ्यो म आज चाहिँ गोप्रोको भएर गीत नसुने काममा एयरबाटै लागेन। यो बसको हालत फेरि नि मात्रै 1300 बनाउँछ भने यार भक्तपुरबाट आउँदा यो जडीबुटीमा जाम नपर्ने मेन बाटो भनेकै यो बाटो इजी जान सकिन्छ क्या यदि उहाँ मुखैमा जाम परेन भने। यो चाहिँ गलत हो क्या यहाँदेखि यता जान्छन् त त्यसमा गलत काम नगरौँ न गाई। सरकारको विरोधले गर्दा सरकारले केही गर्न सक्ने अवस्था छैन। त्यसैमा पनि हामी भेडा जनताहरूले केही नियमहरू पालना नगर्दैछ देश कसरी बन्छ भने यहाँ सरकारले अब भनौँ न ट्राफिकले कारवाही त झुक्केर गल्ती गर्नेलाई गर्नु पऱ्यो क्या। अब जानी गल्ती गर्नु त हामीले भएन नि त। अन्जानमा भएको गल्तीलाई कम कारवाही गर्ने कारवाही त गर्नु पऱ्यो। पुलिसले पनिसमेन्ट त दिइहाल्छ नि होइन। तर हामी जानेको यहाँबाट गर्न हुन्न तर पनि गर्थ्यौँ भनेर चाहिँ हाम्रो पनि सरकार हो देश भने हामीले पनि सुख पाउँछौँ भन्ने चाहिँ हुनु पऱ्यो। यहाँ अलिक काम बस्नुपर्छ त। यहाँ मलाई म काठमाडौँ भर्खर आउँदा त्यति बेला स्कुटी नम्बर सामान बोक्थेँ। सामान बोकेर यहाँ के अरे धापाखेलबाट भक्तपुर लिएर गएर यहाँ 1 घन्टा सामानसित जाममा बस्नु पर्थ्यो। त्यति बेला पनि बस्यो के हुन्छ ला यस्तो समस्या यो चाहिँ ख्याल गर्नुपर्छ। त्यही हो बाइक कन्डिसनमा चाहिँ राख्नु पऱ्यो नत्र के पाइन्छ दुःख। मेरो आज यो पिकअपहरू घटा जस्तो लाग्छ दुःख तनाव हुन्छ भने मलाई फेरि यो दुःख नपाऊँ भन्ने भएको अरू केही हुन्न। इनकेस पाइयो भने त जसो हुन्छ त्यसो गर्नु पऱ्यो नत्र नपाउने सकेसम्म आफूले यस्तो छ भन्ने भएपछि बनाइहाल्नु पऱ्यो। यो जामहरूको बाटोमा त सेल्फ चाहियो नि त सेल्फ बनाउनु पऱ्यो। बाटोमा अब ठ्याक्क जाममा पर्यो स्टार्ट इनकेस स्टार्ट अफ नगरौँ भन्ने इन्टेन्सन हुन्छ। इनकेस स्टार्ट अफ पनि गर्यो त्यो बेला के गर्नु अब चिप ठोक्नु चिप 2-4 चोटिमा 5-7 चोटिमा भएन भने मान्छे बिल्ला होइन क्या। त्यहाँ मान्छे पछाडिबाट यताउता मोड्या होइन वाक्क हुन्छ कि मान्छे त्यो लामा मैले गर्दा भन्ने हुन्छ नि त। हुन्छ मैले गर्दा भन्ने हुन्छ त्यो चाहिँ हुनु भएन। कन्डिसनमा राख बनाम कुदाउनु के छ र कुदाउने हो आफूले चढ्ने साधनहरूको चाहिँ कन्डिसन राखौँ। आफूलाई साथ दिने कुरा हो भने उसलाई पनि साथ दिउँ उसले खोजेको कुरा चाहिँ बनाऊ। यसपछिको बाटो चाहिँ मलाई क्या मनपर्ने बाटो हो यार। यहाँ चाहिँ एउटा बाटो यस्तो बवाल लाग्छ नि मलाई यो चाहिँ त्योभन्दा विकास भएको भनेको चाहिँ यत्तिको बाटो हुनु पऱ्यो। यसलाई सफा गर्ने साइडमा फुलहरू होइन अलिकति त्यो हरियाली हो नि त हाम्रो नेपाल त। अलिअलि फुलहरू सकेसम्म मतलब सफा गरे पनि राम्रो सफा गर्ने साइडहरू राम्रोसँग पेन्ट गर्ने पाइनले छेप्ने के गरे यो बाटो चाहिँ यहाँनिरको बाटो चाहिँ बवालै लाग्छ मलाई। ल हुन्छ यता के अरे यो समथिङ यो एकान्त कुनातिर पनि ठिक छ तर यहाँनिर हेर्नु यो छक्कदेखि चाहिँ माथि बन्दैछ अहिले। यहाँ हेर्नु न यो बाटो चाहिँ मलाई बवाल लाग्छ त। यस्तो मिठो बाटो छ नि होइन दामी लाग्छ कि यहाँ कुदाउन पायो भने खाली बाटो भने 120 प्लस त स्योर जान्छ क्या। कुदाउनु त पाइन्न कुदाउनु त्यसरी हुन्न तर जान्छ नत्र बाटो चाहिँ बवाल छ यहाँ। यहाँ त चाइनाले बनाएको हुन्छ यो अन्डरपास केही कमी नै छैन ढुक्क। यो जहाँसम्म छ नि त्यहाँसम्म ट्याक्क बन्द गरेर होइन
भित्र बवाल लाइट के ढकमक्क लाइट राखिदिने भने चाहिँ बवालै हुन्छ तर त्यो राखेर नेपालीहरूले त्यो राम्रो हो भनेर होइन क्या त्यहाँ नेपालीहरू झन् घुइँचो लाएर फोटो खिच्न आउँछन् भने त्यो भएर नराखे जस्तो नि लाग्छ हेर्नु यो फोहोर भएको छ सफा छक्क पेन्ट गर्ने राम्रो देख्छ नि नेपालको चाइनाको झन्डा राख्ने मित्रता बढ्छ गर्नु पर्यो आफूले गर्नु पर्यो यो सब कुराहरू